We are going, guys. So see you, bye bye, सबैलाई है. मम्मी जान्छ ल सबैलाई गएको ल बाई बाई ल हामी चाहिँ एउटा हो अब चाहिँ हिँडेको है त यहीँबाट अब जाँदैछौँ रिटर्निङ ब्याक टु काठमाडौँ यहीँ हो छत मनाको रमाइलो भयो इन्भाइरोमेन्ट यस्तै छ पानी चाहिँ नपरोस् अरू जे भए पनि पानी एउटा चाहिँ नपरोस् छतमा डह्रो रमाइलो गरी हाजियोस् कुन बाटो लाने हो त थाहा छैन केटाहरूले है अब नयाँ बाटो जाने हो कि नयाँ बाटो जाने हो कि डुङ्गा चढाएर लाने हो थाहा छैन अब यिनीहरू नयाँ बाटो जाने हो कि होइन डुङ्गाको बाटो भरै नभइकन किन जानु भनेर हो निस्केको छ हामी घरबाट अब काठमाडौँ पुग्दाखेरि चाहिँ कति बज्छ थाहा छैन है त कति टाइम लिन्छ यिनीहरूको तालमा हिँड्दाखेरि के हुन्छ है त आज चाहिँ अब तिनटै स्कुटर छ एउटा नेभी कुद्दैन त्यसको धन्न यहाँसम्म आएको छ बिस्तारै जाने हो अब यसलाई पनि छोड्नु भएन आफ्नो तालले कुदेर के गर्नु है केटा हो अब साथीसँगै आएपछि दाजुभाइ सबैसँगै त जानु पर्यो आउनु त एक्लै आएको हो म यिनीहरू पहिल्यै आएको यो दुईजना चाहिँ पहिल्यै आएको काले र सुमन भाइ चाहिँ पहिल्यै आएको 2 दिन अगाडि आयो म चाहिँ लम्बुलाई कतिजना हाम्रो दिने घर उसले गाडी खाइहाल्यो लम्बुको बाउको पनि त्यो नआउने क्यान्सल हुन त्यतिकै म निस्केँ 3 साढे 3 तिर त्यहाँबाट तर 9 बजे भिडको अराउन्डमा चाहिँ आइपुगेँ त्यो अस्तिको दिनको त्यो भिडेर त्यो पनि छ त्यो पनि बिस्तारै आउँछ यस्तो यो बाटो लानु लाग्छ अर्को छोटो बाटो लानु लाग्छ हाम्रो रन्जी भाइले सर्टकट बाटो लग्दै रहेछ म अस्ति आउँदाखेरि यो बाटो आएको थिएँ यो बाटो चाहिँ अब म पनि फर्स्ट टाइमै आउँदैछु है यत्रोचोटि आएको मध्येमा फर्स्ट टाइम यो बाटो चाहिँ आएको हो उखु यता धानबारी यहाँ त उखु पनि खतरा 2 बाली धान 1 बाली गहुँ लिन्छ यहाँ यस्तै हो ऊ एकजना किन रोक्यो खै के भयो के पनि भएको छैन हावा ठिक छ के भएछ के अरे ऊ त्यो नट छैन नि उताको नट झरेछ ऊ त्यो त्यसको नट झरेछ यसको ट्याक साउन अरे ल जाउँ बिस्तारै जाउँ अब कहीँ धानबारी कहीँ खेतबारी कहीँ उखुबारी त्यही हो यतातिर चाहिँ यसरी नै रमाइलो गर्दै हेर्दै जाने हो गाइस तिमीहरूलाई पनि भिडियो देखाइहाल्छु है अनि के भन्न लाग्ने मैले यार मैले के दिमागमा थियो बिर्सिहालेँ यार एकैखेप भुलक्कड भयो म पनि आज साह्रै भुलक्कड भएको छु साह्रै नै भुलक्कड भएको छु के हो होइन दिमागले काम नगरे जस्तो हुन्छ कहिले काहीँ भोलि अफिसको कुरा गरेँ भोलिबाट अफिस हो अब के गर्ने खै अब आज कतिखेर पुग्ने हो टायर्ड हुने हो कि नहुने हो सकेसम्म त भोलि अफिस जानुपर्छ नभए मार्च अफिसमा 12-13 गते मात्र आइपुग्छु भने चाहिँ आज 12 गते होइन होला आज 12 गते भइहाल्यो भोलि 13 गते ठिकै छ अब यत्रो तिहार पछिको त्यत्रो बिचमा अब भोलिबाट जाँदाखेरि फर्स्ट दिन त अब कामै गर्न नआस्तो बानी नपरे जस्तो अल्छी लाग्दो हुन्छ नि गाइस के गर्नु त्यही पनि मन मारेर आफ्नो लागि त जानै पर्यो काम नगरी के गर्नु है तर बाटो चाहिँ अप्ठ्यारो होइन आनन्दको बिस्तारै खाली बाटो छ
हाम्रो लागि त न अफरोड न के प्रब्लम छैन। पछाडि 2-3टालाई गाह्रो स्कुटरमा। अब हामीले बिस्तारै आफ्नो बाटो निस्किहाल्छौँ। यिनीहरू पनि बिस्तारै आउँदैछ, तर हामी त्यस्तो कुदेर चाहिँ गएको छैनौँ। ल अब अहिले तल यो उसतिर चपुर, अब सायद हाम्रो चपुरतिरै निस्किन्छ त होला नि, होइन? बरौथा निस्किने हो पहिला बरौथा, सरी बरौथाबाट चपुर। अब यहाँबाट बरौथाको मेन रोड, नयाँ बरौथा नयाँ रोड निस्किने मेन रोड मेन हाइवे निस्किन्छ होला, निस्किन्छ। त्यहाँबाट फेरि अर्को नयाँ अर्कै इन्भाइरोमेन्टै त्यहाँको। फेरि यो भित्रको बाटोको इन्भाइरोमेन्ट यस्तो छ भने बाहिर हाइवेको माहौलै फरक हुन्छ। फेरि भित्र चाहिँ अर्कै पिस के एकदम पिस, कस्तो आनन्द छ कि, होइन? खासै मान्छेहरू पनि देखिँदैन, सबै आफ्नै काममा व्यस्त। त्यही त हो नि। तर छतमा चाहिँ यहाँ अस्ति बबाल रमाइलो गरिदिएको छ। यति रमाइलो गरिदियो कि के गर्नु। 2-3जनाको चर्ती कलाहरूको भिडियो पनि क्याप्चर छ, तर अब युट्युबमा हाल्दिनँ चाहिँ थाहा छैन है गाइस। यहाँ मैले अहिले नाम दिइरहेको एकजनाको मान्छेको पनि छ चर्ती कला मसँग। अब केटाहरूले याद गर्ने कि नगर्ने हो है, कमेन्ट डाउन है, मलाई चाहिँ कमेन्ट गर्नु ल। कसले नाम चाहिँ याद राख्नु भएको छ? मैले बारम्बार त्यो नाम चाहिँ मैले यही भिडियोमा नाम दिइरहेकै छु, तर अब कसले याद गर्छ गर्दैन, एकचोटि याद गरेर ल कमेन्ट डाउन है। त्यति चाहिँ गर्नु पऱ्यो है त। ल अब कसले गर्छ? यो अस्ति नदेखेको बरौथा बजार अस्ति अँध्यारोमा आइपुगेको थिएँ भिडियो लिन। त्यो बेला त है बरौथाबाट ठुक्कै अब अगाडि नयाँ बाटो स्कुलमा निस्किन्छ नि त हामी। त्यहाँ निस्किन्छ बरौथा बजार। ल त्यस्तो सानो छ, तर आफ्नो ठाउँको आफ्नै बजार हो, होइन? आफ्नो चल्छ जान्छ ठाउँ अनुसार गर्ने हो। यहाँको लागि पुग्दो छ बजार चाहिँ, होइन त? आफ्नो ठाउँ अनुसारको हिसाबले त्यस्तो हो। पेट्रोल पम्प 2-3टा छँदैछ मेन बजारमा। नेपालको झन्डा सल्युट है यो चाहिँ। कट्यो अब फेरि एकचोटि अघि जस्तै बाटोहरू देख्नेछौँ। अब अलिक बुझ्यो है त। हाँसी मजाक गर्दै हेर्दै जाने। जाडो महिनामा तातो के हुने के चाहियो त, होइन? घर भनेको त्यसैको लागि हो कि आजकलको मोडर्न घर बनेर मात्र हुन्छ र। कस्तो घरको हो त? क्लासिक, जस्तो भने क्लासिक घर, पुरानो पहिलादेखि चलिआएको। वान वे पुल, अर्को पुल पनि बन्दै रहेछ। ननागेसम्म त जङ्गलै छ। यस्तो आनन्दको छ बाटो, यस्तो आदिला छ।
गाडीको लागि चाहिँ बर्बाद। किनैजना जाममा छ यहाँ काले भाइ। पानी पर्यो भने चाहिँ हामी ट्राभलिङ चाहिँ साह्रै गाह्रो। चाहिँ हामी यहाँ कहाँ आइपुग्यो यार। यो फुल ट्याङ्क गर्दा 8 साढे 8 लिटर। मेरो माइलेज दिँदैन नि त तिम्रो कस्तो माइलेज दिँदैन। तिम्रो 1 लिटरले 40-50 कुद्छ, मेरो 1 लिटरले 25-30 कुद्छ। कुरा एउटै हो, डबल र फरक सिङ्गल। ल अब हामी यहाँ बाइक बनाएर निस्क्यौँ है त। हाम्रो सनी दाइको कालेको आइलसिल गयो, आइलसिल गयो। हाम्रो रन्जितको चाहिँ ऊ पानी हाल्दै चलाइरहेछ, कुदाउँदैछ। अब बाटोमा बिस्तारै अब हेर्दै जाउँ ल। साइलेन्सर त्यो ब्लक भएको छ हाम्रो रन्जितको चाहिँ। खुब हिट मात्र देखाउने, फुल हिट मात्र भएर पानी हाल्दै चिसाउँदै कुदाइरहेछ। ल अब चाहिँ हामी निस्क्यौँ है त। निस्किँदैछौँ बिस्तारै जाने हो। अब केटाहरू कोही कुदाउँदैन, कुदाएर जाँदैन, थाहा भएकै कुरा हो। पालुङ 86 अब हामी पुग्छौँ। अब किलो गरेर सायद किलोमिटर गरेर छु। कतिको साथ बेला त है किनभने लास्ट कति बजी पुग्ने टार्गेट राखेको थियौँ। केटाहरूले गर्दा सबको आफ्नो प्रब्लम, कसैको बाइक प्रब्लम, कसैको प्रब्लमै प्रब्लमले फेरि यो दुईवटा बाइकको
नमो शिवाय जगदम्बे माता अरे ल गाइज हामी चाहिँ यो भैँसे अगाडिको झरनामा आइपुगेको छ तर माथि समय रहेछ है पानी चाहिँ सफा रहेछ गजब हाम्रो माला दिदी यहाँ छ ठाउँ पनि सही रहेछ कस्तो मजाको अर्कै ठाउँ देखेँ क्या अब भित्र यो मेन रोडबाट यता भित्र छिर्ने ठाउँ है यस्तो रहेछ यस्तरी ल